नमस्कार, म टाइम एन्ड अपडेटबाट सागर देवकोटा। आज यस भिडियोमा हामी एउटा एनपी डोमेन रजिस्टर गर्नेछौँ register.moz.com.np बाट। त्यसमा godaddy.com को अपसाइड DNS युज गरेर त्यसको नेम सर्भर युज गर्नेछौँ। ल अब सुरु गरौँ। म यस भिडियोको लागि चाहिँ मेरो आफ्नो वेबसाइट बनिसकेकोले रोशन तिवारी मेरो साथीको नागरिकता प्रयोग गर्दैछु, जसका लागि भनेपछि हामी roshantiwari.com.np बनाउँछौँ या एभाइलेबल छैन भने अरु कुनै नाम चाहिँ आफ्नै हुनु पर्यो। अब हामी रोशन तिवारी, अब त्यसका लागि register.moz.com.np मा जानु अनि त्यसमा यहाँ चेक डोमेन एभाइलेबल भन्ने ठाउँमा नाम हान्नु आफ्नो roshantiwari.com हैन, रोशन तिवारी मात्रै हान्नु है। अनि डोमेन एभाइलेबल। अब के राख्ने हो, पछाडि .com राख्ने हो कि .com.np .ac आफ्नो मन लागेको राख्न पाइन्छ। म चाहिँ .com.np राख्छु। यो एभाइलेबल छ है त। अब यो समातेर ट्याक्क यहाँ ड्र्याग गरेर यहाँ ल्याएर छोड्दिने। अब तपाई नयाँ युजर हो भने आफ्नो नयाँ एउटा एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ त्यो आफ्नो साइट मेन्टेनेन्स गर्नको लागि। ल यो चाहिँ मेरो आफ्नो पहिल्यै एकाउन्ट छ के रे। अब तपाई आफ्नो नयाँ एकाउन्ट रजिस्टर गर्नु। ल रोशन मानौ ROSHAN 1 2 3। अब इमेल राखौं ROSHAN @gmail.com। ल यसैमा राखौं। म चाहिँ यो युज गर्दिन, मेरो चाहिँ आफ्नै छ, म आफ्नैबाट रजिस्टर गर्छु। मेरो एकाउन्ट पहिल्यै रजिस्टर भइसकेकोले मैले यहाँ लगइन गरेको छु। त्यसका लागि पहिल्यै रजिस्टर भएको युजरहरूले चाहिँ रजिस्टर न्यू डोमेन भन्नेमा क्लिक गर्नुपर्छ है। यहाँ अब डोमेन नेम चेक गर्नु छ। अब ROSHANTIWARI रोशन तिवारी अनि हामी चाहिँ .com.np रजिस्टर गर्ने। .com.np ROSHANTIWARI.com.np click here to request roshantiwari.com.np। अब तपाईलाई चाहिँ यसमा नागरिकता चाहिन्छ। नागरिकताको आफूले नागरिकता स्क्यान कपी चाहिन्छ। Each file must be less than 800 KB in size. Only JPG and PNG format are supported. Rename the file before operating as cover letter. हाम्रो चाहिँ सिटिजनशिप युज गरेको भएर सिटिजनशिप गर्नेछौँ। हाम्रो JPG फर्मेटमै छ। rename CTRL-V roshantiwari_.com.np_citizenship। साइज हाम्रो यसको छ 605 छ। इट मस्ट बी 800 KB भनेछ भनेपछि हाम्रो चाहिँ यो फाइल ठीक छ। अब हाम्रो यो roshantiwari.com.np यो चाहिँ एभाइलेबल छ। हामीले चाहिँ अब यसमा नेम सर्भर के राख्ने भनेर भन्नको लागि अब हामी एउटा godaddy छ। godaddyले जुनले चाहिँ आफ्नो अफसाइट DNS युज गर्न मिल्छ, जुन भनेको आफ्नो साइटको DNS मेन्टेन गर्न पाइन्छ, जुन godaddyबाट रजिस्टर नभए पनि। त्यसका लागि godaddyमा जानु र कुनै एकाउन्ट क्रिएट गर्नु। मेरो चाहिँ एकाउन्ट क्रिएट भइसकेको छ, मेरो आफ्नो एकाउन्ट छ। म चाहिँ लगइन, तपाईले एकाउन्ट क्रिएट गरेर कन्फर्म गर्नु। इमेलमा कन्फर्मेसन कोड आएको हुन सक्छ, त्यो कन्फर्म गर्नु र dcc.godaddy.com.np/dcc50 त्यो साइट भिजिट हान्नु। त्यो लिंकमा जानु अनि त्यो लिंकमा गएपछि यो मोरमा क्लिक गर्नु अनि एड अफसाइट मा क्लिक गर्नु। हाम्रो चाहिँ अब roshantiwari.com.np हाम्रो रजिस्टर गर्ने फिक्स्ड भइसकेकोले हामीले यहाँ कुन डोमेन रजिस्टर गर्ने भनेर एड गर्न मिल्छ। अब यहाँ डोमेन नेम माग्यो। अब हाम्रो चाहिँ डोमेन नेम रजिस्टर हुन लागेको चाहिँ roshantiwari.com.np। यसलाई कपी गर्नु र यसमा CTRL-V पेस्ट गर्नु। दिस डोमेन विल बी ट्रान्सफर टु godaddy.com। हैन, यसमा चाहिँ ट्रान्सफर नहुने, एनपी डोमेन ट्रान्सफर हुँदैन, त्यही भएर त्यसलाई अनचेक गर्नु परेन र नेक्स्ट गर्नु। अब हामीलाई नेम सर्भर दियो। यो नेम सर्भर एउटा कपी यहाँ लगेर राख्ने, पेस्ट।
अर्को नेम सर्भर यहाँ आयो CTRL-V यहाँ आफैले टाइप गर्नुपर्ने रहेछ के हो MNS 01.domaincontrol.com mns02.domaincontrol.com अब यो अर्को चाहिएन अब हामीले चाहिँ यहाँ अपलोड गर्नुपर्ने हुन्छ फाइल सेलेक्ट फाइल क्लिक गर्नु हाम्रो डेस्कटपमा छ डेस्कटपमा rosantiwari.com.np अब यो अपलोड हुँदैछ यो अपलोड गर्न यसमा क्लिक गर्नुपर्ने हुन्छ है 0% अपलोड मेरो इन्टरनेट हल्का स्लो छ म 100 पुरा भएपछि यता GoDaddy तिर फिनिश क्लिक गर्नु ओके रिफ्रेश अपलोड भयो डकुमेन्ट 1 सक्सेसफुली अपलोडेड भनेपछि अब डकुमेन्ट अपलोड भयो अब हामी अपडेट क्लिक गरौँ यहाँ अर्को फर्म फिल गर्नुपर्ने हुन्छ यता GoDaddy तिर rosantiwari.com.np एड भइसक्यो रजिस्टर्ड खै रजिस्टर भन्यो मलाई यो होइन रजिस्टर होइन अफसाइडै हुनुपर्ने हो के भयो यो मिल्छ होला पछि है अब यसमा फर्म फिल गरौँ यसमा चाहिँ रोशन उसैको इन्फर्मेसन फिल गरौँ अरु SHN रोशन TIWARI एड्रेस LEKHNATH फोन नम्बरमा फिल गरेर कन्टिन्यू गर्छु यसमा फोन नम्बर फिल गरिसकेपछि सबमिट क्लिक गर्नु है सबमिट गरेपछि यस्तो आयो हामीले फाइल अपलोड गरिसक्यौं ल डकुमेन्ट आफ्नो इन्फर्मेसन पनि भर्यौं र सर्भर पनि भर्यौं अब अपडेट क्लिक गर्नु केही बेर लाग्ला जस्तो छ डोमेन हैज बीन सक्सेसफुली समथिङ एउटा मेसेज डिस्प्ले भएको थियो यहाँ अब यसलाई यो चाहिँ आज मैले 6:40 मा आज रजिस्टर गरेछु सम्भव अब 1-2 दिनमा रजिस्टर एप्रुभ हुन्छ सैटरडे अक्टोबर 15 छ आज हामी यसमा चाहिँ अब यता एनपी डोमेन रजिस्टर पनि गर्यौं यता GoDaddy मा गएर त्यो डोमेन पनि एड गर्यौं भनेपछि अब हामीले यसमा एनपी डोमेन अब नेम सर्भर अपडेट गर्न या कुनै पनि काम गर्न हामी यसमा आइराख्नु पर्दैन हामी GoDaddy बाटै यसको नेम सर्भर अपडेट गर्ने यसको DNS म्यानेज गर्ने सबै गर्न सक्छौं यसमा यस रजिस्टर गर्न इमेलमा कन्फर्म गर्नुपर्ने हुन सक्छ म इमेल चेक मेरो एकाउन्टमा इमेल आएको छैन सम्भवतः प्रोसेस एप्रुभल प्रोसेसका लागि गइसक्यो होला ROSHANTIWARI rosantiwari .com.np डोमेन उपलब्ध छैन भनेपछि यो चाहिँ मेरो प्रोसेसिङ हुँदैछ 2-3 दिन
2 दिन म्याक्सिमम 2 दिन लाग्न सक्छ। आज शनिबार भएको भएर अब भोलि आइतबार 4 बजेसम्म होला भन्ने आश छ। एप्रुभ हुन्छ म्यानुअली, उनीहरूले आफै नागरिकता हेरेर सबै चेक गर्नुपर्ने हुन्छ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। अब यसपछि पनि अब ब्लग स्पटको साइट आफ्नो .com.np मा कसरी राख्ने, कुनै फ्री होस्टिङमा कसरी होस्ट गर्ने, सेल्फ होस्टेड वर्डप्रेस कसरी राख्ने, त्यही बारे यसमा सिरिज लगातारै भिडियो पोस्ट गर्नेछु। आजको लागि धन्यवाद। भिडियो हेर्नु भएकोमा धन्यवाद।